साथीहरु नमस्ते सेवारो स्वागत छ तपाईहरुलाई फेरि मेरो अर्को ब्लगमा। आज मैले अर्को ब्लग लिएर आइसकेको छु। साथीहरु तपाईहरुलाई के कस्तो छ? हामी चाहिँ एकदमै सन्चै छौं हैन छोरी? अब स्कुल जाने नि हैन? अब मेरो छोरीलाई स्कुल पठाउने टाइम भइसक्यो। खाना चाहिँ अघि नै खाइसक्यौं। आज छिटो खाना खायौं अनि स्कुल पठाउँछु छोरीलाई। भाती बुटु मम्मीको बग खाइदिनु होला। आज चाहिँ के स्कुल पनि हो। आज मेरो मम्मीको मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। पुरानो हुनुहुन्छ भने भिडियोलाई हेरेर साथ दिनु होला, लाइक गरिदिनु होला। आज चाहिँ के मैले कापुर सुकेको छु। आज मेरो सुँगुर छैन। आज मेरो सानो सुँगुर छ। ठुलो सुँगुर मम्मीले बेचिदिनु भयो भन। आज पनि सुँगुर छ। मेरो भिडियो हेर्दै गर्नु होला। ममा के कस्तो लाग्छ कमेन्ट गर्नु होला। आज पापा यदि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला, पुरानो हुनुहुन्छ भने भिडियोलाई हेरेर साथ दिनु होला भन्दै आजको भिडियो सुरु हुँदैछ। चाहिँ अहिले खानाहरू खाएर पनि मैले छोरीलाई स्कुल पुर्याउन हिँडिसकेँ। छोरी चाहिँ स्कुल पढ्नुहुन्छ हैन। अनि छोरी चाहिँ दिदीसँग उसको अदिति दिदी थियो नि त पहिले त, कति धेरै माया गर्थ्यो हैन। तलतिर दाजुको छोरी अदिति लिम्बू। म दाजुको नाम पनि भन्छु हैन, टिका थाप्लुङ लिम्बू प्लस सबिना पेम्बे लिम्बूको छोरी अदिति लिम्बूसँग पढेको हो। उसको दिदी हो हैन। कति धेरै माया गर्थ्यो बहिनीलाई हैन। अनि त्यही भएर नानी हाम्रो नानी चाहिँ दिदीसँगै पढ्छु, दिदीसँगै बस्छु भनेकै गर्छ नि त। दिदीले धेरै माया गर्थ्यो नि त। अनि सबिना दिदी अनि प्लस नानी सबैजनालाई हामीले धेरै धेरै सम्झेको छौँ। धेरै माया। यही भिडियोबाट पक्कै पनि हाम्रो ब्लग त हेर्नु नै हुन्छ। दिदीहरूले तपाईँहरूले दिदीले हेर्नुहुन्छ मलाई थाहा छ। पहिला यहाँ गाउँमा बस्नु हुँदा पनि हेर्नुहुन्थ्यो हैन। अनि अदिति दिदीलाई सम्झेको छु भन। धेरै ऐ ठुलो बोला। धेरै सम्झेको छु दिदी भन। अनि पहिले दिदी हुँदा चाहिँ खुसी भएर स्कुल जान्थ्यो होइन। अहिले चाहिँ ऊ चाहिँ एक्लै छ नि त। अनि छिट्टो नै म मेरो छोरीको इच्छा पुरा गर्ने छु, दिदीसँगै पढ्ने ल। अनि अस्ति नै दिदी चाहिँ यहीँ पढेको पढ्न चाहिँ। अनि उहाँ उँधो धरान गएको नि त उहीँ बस्नलाई। अनि जाँदाखेरि मैले बसमा नानी चाहिँ दिदी चाहिँ रुएन नि। नानी चाहिँ हाम्रो नानी चाहिँ कति रुएको थियो नि त। दिदीलाई जानु नदिनु कि नदिनु भनेर रुयो होइन। अनि मैले नै केही बोल्नु नसकेर मेरो पनि आँखाबाट आँसु आएको होइन। अनि भरे मैले फकाएँ नानीलाई फकाएँ। अनि मै पनि रुइदिएँ होइन। मलाई पनि कति नराम्रो लाग्यो। अब सधैँ आफ्नै नानीसँग खेल्ने मेरै नानी जस्तो माया लाग्थ्यो क्या। अब त्यही आफ्नो मान्छे आफ्नै हुन्छ होइन। अनि कति धेरै रुइयो। अनि म पनि रुएँ। भरे मलाई नै नानीले फकाएँ। यसो हेर्दै गर्नु होला। मैले चाहिँ साथीहरू युट्युबमा सर्ट भिडियो लगाएको थिएँ। अनि त्यो भिडियोको कमेन्टमा चाहिँ साथीहरू नयाँ साथीहरूले यो कुन गाउँ होला, धेरै राम्रो छ भनेर क्वेसन गर्नुभएको थियो। यो चाहिँ ताप्लेजुङ जिल्ला त सुन्नुभएकै होला। ताप्लेजुङ जिल्ला मया खोला 3 साँगु ताप्लेजुङ हो। साथीहरू राम्रै छ ठाउँ। आज त फेरि झन् मौसम पनि एकदम खुल्ला भएको छ। रातभरि पानी परेको थियो नि त। यो चाहिँ स्वस्ति चौकी भवन हो। धेरै खुल्ला छ। आज दिन राम्रो भएको छ। नयाँ साथीहरूले सब्स्क्राइब गर्नुभएछ धेरै धन्यवाद होइन। तपाईँहरूलाई धेरै धन्यवाद। मैले पनि सब्स्क्राइब गरिदिएको छु। तपाईँहरूलाई सब्स्क्राइब गरिदिएको छु। अनि कमेन्ट गर्नुभएकोमा धेरै धन्यवाद। अनि हाम्रो गाउँ चाहिँ धेरै राम्रै छ भन्नु पर्यो होइन। आफ्नो गाउँ हो नि त। मेरो भ्लग पनि हेरिदिनु होला साथीहरू। गन भोल्यौ पितलको सुन पायौ होला, भुइँ छोड्यौ आकाशको जुन पायौ होला। अनि साथीहरू मैले चाहिँ चुलो पनि लिपिसकेँ। हाम्रो चुलो यस्तो छ। धारा यहीँनिर छ। धन्दा चाहिँ एकदमै धेरै छ। यस्तै छ साथीहरू। अनि यस्तो झोला हेर्नु न। यो झोला चाहिँ अस्ति नै मैले बुनेको। यसको लागि मैले हिजो यो डोरी नाम्लो बुनेको। तर यो धेरै लामो भयो जस्तो छ। हिजो बुनेर सकेको होइन। यस्तो स्टाइलको है। अब यहाँ एउटा चाहिँ यसको नाम्लो बुन्दैछु। यो चाहिँ पहिला नै एउटा दिदीले अर्डर गर्नुभएको थियो। तर मैले त्यही बेलामा बुनेर सक्न भ्याइनँ। अनि यो चाहिँ म यति दुईवटा चाहिँ कम्प्लिट गर्छु भनेर सोचेको। आज कस्तो टोटोलापुर घाम लागेको छ साथीहरू हेर्नु न।
कतिवटा घाम लागेको छ, कति धेरै घाम लागेको छ के, धेरै 3-4 दिन निकै दिन नै भएको थियो नि त झन्डै पानी परेकै थियो। तर हिजो राति चाहिँ बेसरी हिजो रातभरि पनि पानी धेरै नै ठुलो पर्यो। अनि सो त्यही भएर आज चाहिँ कसरी घाम लागेको छ, लुगाहरू मजाले सुकिसकेको छ। अनि त्यही हो साथीहरू, दुःख सुख जिन्दगी चलिरहेछ होइन, गुजारा चलाइराखिएको छ। अब के हुने हो, कहाँ पुगिने हो केही थाहा छैन होइन। मेरो अब सुँगुरको चारो पकाउनु पर्ने हुन्छ, चारो छैन, चारो पकाउनु पर्ने हुन्छ। मैले चारो पकाएर नानीलाई खाजा दिनु जानुपर्ने हुन्छ। साथीहरू हेर्दै गर्नु होला। म चाहिँ नानीलाई खाजा दिन जाँदैछु। धेरै नै गर्मी छ, कस्तो घाम लागेको छ आज चाहिँ मौसम खतरा भइदियो। अघि त्यसरी घाम लाग्यो, धेरै घाम लाग्यो, अनि अहिले आएर पानी पर्यो, पानी परेर रोकियो, अनि मौसम धेरै राम्रो भएको छ साथीहरू। अनि म चाहिँ अहिले आएर चाहिँ नानी लिनु जाँदैछु। अनि मलाई धेरैजनाको रिक्वेस्ट अनि क्वेसन चाहिँ के थियो भन्दा, किन पहिला अब हामीले पसल गरेको हो नि त होइन, अनि किन पसल नगरेको, पसल गर्नु नि, पसल राख्नु नि भनेर भन्नुहुन्छ सबैजनाले होइन। अब पसल राखेर मलाई के उयो नै भएन क्या, पसल राखेर झन् घाटा भयो मलाई होइन। अनि म चाहिँ के भन्छु भने, पसल त राखियो होइन, तर पसल राखेपछि मलाई फाइदा हुनुपर्ने। अब साथीहरूले के गर्यो भन्दा, अब जाँडक्सीको सानोतिनो 5 रुपियाँ 2 रुपियाँ 3 रुपियाँ त्योभन्दा धेरै त आउँदैन नि त होइन। अनि साथीहरूले के गर्ने भन्दा, 2 बोतल निगार माग्ने, 145 रुपियाँ पैसा छोड्ने, 120 रुपियाँको चटपटी अर्डर गर्ने, 80 रुपियाँ मात्रै दिने। अनि तँ फोन गरेर भन्दा रिसाको जस्तो यति पठाएको हो उति पठाएको हो भन्ने, 100 रुपियाँको चौचो माग्ने, मसँग खुद्रा भएन भोलि ल्याइदिनु भन्दा नल्याइदिने होइन। अनि साथीहरूको चाहिँ मेरो कस्टमरहरूको चाहिँ के थियो भन्दा त्यस्तो थियो होइन। अनि त्यसपछि बर्थडे पार्टी गर्छन्, अर्डर गर्छन् फोनमा, यस्तो तयार बनाइदिनु पऱ्यो, आज हामी नाइटमा आउने भन्छन्, आउँछन् 7-8 बजे 9 बजे आउँछन्, 2 बजीसम्म पुरेर बस्नु पऱ्यो। उनीहरूको बर्थडेको अब जे भन्यो सामान चाहिँ सबै जुटाइदिएको हो। अहिलेसम्म 2 वर्ष, अब असार 13 गते ठ्याक्कै 2 पुरा भएर 3 हुन्छ। त्यो पैसा अहिलेसम्म वापस आएको छैन, पुरा गर्नु सकेको छैन होइन। त्यस्तो हुन्छ क्या, अब त्यो होइन त्यतिकै बाँकी छ। साथीहरूले दोकानको सामान ल्याए ट्र्याक्टरमा, त्यसको पनि पैसा सामानै नल्याइदिएपछि त सामान आएन हरायो भन्छ। त्यो सामानको पैसा चाहिँ ट्र्याक्टरवालाले तिर्नुपर्ने रहेछ। हामीले साउलाई फोन गर्दा त्यसको जिम्मा चाहिँ ट्र्याक्टर ड्राइभर जो सामान ल्याउने उसले तिर्छ भनेर, त्यसमा पनि अब धेरै घाटा लागेको छ। अहिलेसम्म उठ्नु सकेको छैन, दिएको छैन होइन। त्यस्तो हुन्छ, सानोतिनो धेरै नै गाह्रो हुन्छ क्या, पसल गर्नु चाहिँ धेरै नै गाह्रो रहेछ। अब भन्यो माग्यो भने आफैलाई लाज लागिसक्यो होइन, तर अहिलेसम्म पुरो पैसा दिएको छैन धेरै नै। म चाहिँ अहिले आएर घरमा पनि बस्न भ्याउँदिनँ, पसल पनि मैले छोडिसकेँ। अब म केही गर्दिनँ बस्ने हो। त्यही हो साथीहरू होइन। अनि पसलले अलिअलि उकालो लाउँछ कि भनेर सोचेर मैले पसल राखेको हो। अनि उकालो लाएन, उँधै मात्र लगायो, अलिअलि गोजीमा भएको 1-2 रुपियाँ पनि सबै पसलमै पस्यो होइन, सब पसलमै गयो। अब कतिले त प्रायः दिन्छ पनि नि त, अब कतिले चाहिँ आधा उदीले त दिँदैन, आधा उदीले दिन्छ नि त। अब गर्दा त राम्रो, तर आधीले नै नदिएपछि चाहिँ तेरीमा टोक्नु नदिएपछि पैसा नउठेपछि चाहिँ होइन गाह्रो हुन्छ नि त हामीलाई पनि होइन। तर त्यो चाहिँ कस्टमरले आफै बुझेर दिनुपर्ने हो। गाइडहरू अब घर जानु मिलेन भन्दा पनि मिल्नु त मिल्छ, तर म कुनै दिन जान्छु, म उठाएर ल्याउँछु। पर्खाइमा रहनु होला साथीहरू, मेरो बाँकी खाने साथीहरू। कुनै दिन म सबैको घर, अब त्यति धेरै टाढाहरूकोले त खाएको छैन होइन, म सबैको प्रायः घर देख्छु। म कुनै दिन उठाउनु जानुवालामा छु। कुखुरा हुन्छ कि बाख्रा हुन्छ कि तेरीमा टोक्ने थालबटुका भाँडा हुन्छ कि उठाएर ल्याउने हो नि साला। मैले पनि दुःख गरेर पसिना बगाएर रात दिन नभनी रातको 1-2 बजीसम्म पो कुरेर बसेको हो त होइन। तिमीहरूले मेरो बाँकी खाएर हुन्छ। त्यही हो साथीहरू, अब म त्यही गर्ने हो, घरमा जाने हो। कुखुरा हुन्छ कि बाख्रा हुन्छ कि सुँगुर हुन्छ कि सबै उठाएर ल्याउने मेरो भनाइ। कुरा कुरेको दुःख आफ्नो पसिना आफ्नै हो, आफ्नो दुःख आफ्नै हो होइन। तर अरूले खानु खोज्छन् फ्रीमा। साथीहरू भन्दै आजलाई मेरो भिडियो यहीँनिर समाप्त गर्न चाहन्छु।
भन्दै यदि अन्तिमसम्म भिडियो हेर्नु भयो होला, हेरिदिनु भयो होला, धेरै धेरै धन्यवाद। अनि नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, पुरानो हुनुहुन्छ भने भिडियोलाई हेरेर साथ दिनु भयो होला, पक्कै पनि कमेन्ट पनि गर्नु होला है। ओके बाई बाई आजलाई।